दुनियाँमा कतै नभएका कुराहरू नेपालका संसदहरूमा हुन सक्छन्। सर्पको टोकाइबाट महिलाको हत्या हुन सक्छ, गाईको खेती हुन सक्छ, केराको पालन हुन सक्छ, आँप लहरामा फल्न सक्छ अनि मरिच रुखमा फल्न सक्छ। सार्वभौम संसदमा माननीय सांसदहरूले भनेपछि विश्वमा कहीँ कतै भए होस् नभए नहोस् त्यो नेपालमा चाहिँ अवश्य हुन्छ। यसपटक कोशी प्रदेश सभामा पुगेर प्रधानमन्त्री ओलीले पूर्वेली सांसदहरूलाई राम्रै गफ दिनुभयो। आशा गर्छु प्रधानमन्त्री परराष्ट्र मन्त्रीहरूका यी कुरा सुनेर दर्शकहरूले पनि मनोरञ्जन प्राप्त गर्नुहुनेछ। यो एरियाले कहीँ केरा पालन, कहीँ उखुको खेती, यस्ता विभिन्न प्रकारका खेतीहरू ठुलो स्केलमा भइरहेका छन्। जङ्गल भएकै ठाउँमा हामी थुप्रै चिजहरू गर्न सक्छौँ। खाली ठाउँहरूमा काजुका रुखहरू रोपिदिन सक्छौँ, मरिचका रुखहरू रोपिदिन सक्छौँ। धेरै साथीहरूले मरिचको रुख देख्नुभएको छैन होला, नदेख्नु स्वाभाविक हो। मरिच रुखमा फल्छ भन्दा अचम्म लाग्छ, तर ठुलै रुख हुन्छ मरिचको। र दैलेखमा छाउपाटी गोठमा 21 वर्षकी तुलसा साईको पनि सर्पको टोकाइबाट हत्या भएको। कहिलेसम्म यस्तो दुःखद घटनाहरू, महिलाप्रति हुने हत्या हिंसाका कुराहरू हामीले सुन्ने? मरिचको रुख हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर मरिचको ठुलै रुख हुन्छ यो कुरा प्रधानमन्त्री ओलीको हो। देख्न त तपाईँ हामी मध्ये धेरैले मरिच फलेको देखेका पनि छैनौँ होला। धेरै जसो मसलाहरू नेपालमा उत्पादन नै गरिँदैन। मरिच, जिरा, सुकमेल, ल्वाङ जस्ता मसला नेपालमै उत्पादन गर्न सक्दा राम्रो हो। यसो भन्दैमा लहरामा फल्ने मसलालाई रुखमा फलाउने कोसिस त गर्नु भएन नि। हो, मरिच लहरामा फल्छ, यसको कुनै रुख हुँदैन। तर प्रधानमन्त्रीले नै मरिचको ठुलै रुख हुन्छ भनिसकेपछि हाम्रो यति ठुलो आँट पनि छैन कि प्रधानमन्त्री झुट्टा कुरा गर्छन् भन्ने। यसकारण आउनुहोस् तपाईँ हामी सबै मिलेर अबदेखि मरिच रुखमा फलाउँ, केरा खेती होइन पालन गरौँ अनि छाउपडी गोठमा गएर युवतीको हत्या गर्ने सर्पलाई कानुनको दायरामा ल्याउनु पर्छ भनेर आवाज उठाउँ। बोल्दा कहिलेकाहीँ टङ स्लिप हुनु अनौठो भएन, तर ढुक्कैले शानदार ढङ्गले ज्ञान नभएको विषयमा प्रवचन दिनु चाहिँ समयको बर्बादी मात्रै हो। खेती गर्न सकिन्छ, पशुपालन मत्स्य पालन गर्न सकिन्छ, जङ्गलबाट जडीबुटी सङ्कलन गर्न पनि सकिन्छ। यी कुरा सबैलाई थाहा छ। तर उदारीकरणको यो युगमा भारत र चीन जस्ता ठुला मुलुकले सस्तो मूल्यमा उत्पादन गर्ने कृषि उपजसँग नेपाली किसानले कसरी प्रतिस्पर्धा गर्न सक्छन् त? यो ज्ञान पो सरकारले दिनुपर्छ त। रोपेपछि फल्छ भन्ने सबैलाई थाहा छ। दुध बिकेन भने किन सडकमा पोख्नु, दही बनाउनु, त्यो पनि बिकेन भने घिउ बनाउनु भन्ने उपदेश जसलाई पनि दिन आउँछ। तर व्यावसायिक रूपमा गाई पालन गरेका किसानको फार्मले दिनमै 2-400 देखि 2-4 हजार लिटर दुध उत्पादन गर्छन् अनि त्यो 2-400 लिटर दुध डेरीले